वेलकम बैक टू माई अनदर भिडियो गाइज। आज चाहिँ हामी चाहिँ एउटा हनुमानको मन्दिरमा आएको छौँ र यो हनुमानको मन्दिरमा के कस्तो रहेछ त यो हनुमानको मन्दिर भन्ने चाहिँ हजुरलाई चाहिँ देखाउने छु। यता हामी देख्न सक्छौँ हनुमानको चाहिँ एउटा मूर्ति रहेको छ है। यता यो साइडमा चाहिँ यो रातो कलरमा हनुमानको मूर्ति बनाएको छ र यसकै साइडमा चाहिँ हामी देख्न सक्छौँ दान पात्र, जसमा हामी यसलाई भन्न सक्छौँ दान पेटिका के। यसमा मान्छेहरूले चाहिँ पैसा चाहिँ दिन सक्छन्, यसमा हाल्न सक्छ के यो मन्दिरको चाहिँ विकासको लागि। त्यसको लागि है हनुमानको मूर्ति यस्तो छ है। यता चाहिँ धारो रहेछ साथी, तर चाहिँ पानी चाहिँ नआउने रहेछ। धारो चाहिँ हुँदैछ, पानी चाहिँ आउँदैन रहेछ, तर सिँचाइ गर्दा चाहिँ आउँदैन। अनि यसको माथि साइडमा चाहिँ सिसा रहेछ है, त्यो ऐना राखेको रहेछ हेर्नको लागि। यो मन्दिरको हामी भित्रतिर आइसकेछौँ गाइजहरू है। यसमा चाहिँ कस्तो प्रकारको चाहिँ चिजहरू छ र के कस्तो छ भन्ने हजुरलाई देखाउने छु। यसकै मन्दिरको साइडतिर चाहिँ यस्तो खम्बा छ, माथि ठुलो यो चाहिँ झन्डा चाहिँ गडाएको छ माथितिर। झन्डा चाहिँ माथि चाहिँ टङ्ग्याएको छ है। कस्तो झन्डा मलाई त थाहा भएन, यो हनुमानसँग सम्बन्धित एउटा झन्डा हुनसक्छ है। यो चाहिँ एउटा यो पार्क रहेछ गाइजहरू। यो पार्कमा चाहिँ बस्नको लागि पनि व्यवस्था गरेको रहेछ। यस्तरी चाहिँ बेन्चहरू कुर्सीहरू राखेको रहेछ। A few moments later. यो मन्दिरको यो साइडतिर हामी देख्न सक्छौँ गाइजहरू, यो चाहिँ गौतम भगवानको चाहिँ एउटा ठुलो सजावट गरेर चाहिँ यस्तो मूर्ति बनाएको रहेछ है। गौतम भगवानको मूर्ति चाहिँ पुरै गोल्डन आकारले बनाएको छ, जसमा चाहिँ पुरै सिसाले, बाहिर चाहिँ सिसाले चाहिँ ढाकेको रहेछ पुरै। हेर्दा पनि अति नै आकर्षक र राम्रो छ है यो। साथीहरू यसमा चाहिँ यस्तो गार्डन पनि रहेछ है। गार्डन चाहिँ अलि दामी नै छ। त्यो चाहिँ यो साइड दुईटै साइड चाहिँ एउटा फुलहरू रोपेको रहेछ, त्यसले गर्दा अलि राम्ररी चाहिँ फुल भइरहेको छ यहाँतिर। मन्दिरको हनुमान मन्दिरको भित्रतिर चाहिँ यस्तो सिरानीहरू राखेको रहेछ र भित्तामा चाहिँ भगवानको पोस्टरहरू पनि टाँसेको रहेछ के। यो मन्दिरको यो छेउमा चाहिँ खेल्नका लागि दुईवटा चाहिँ, खेल्न भन्दा पनि एक्सर्साइज गर्नका लागि दुईवटा चाहिँ यस्तो बनाएको रहेछ एक्सर्साइज गर्ने टुल्सहरू। उता चाहिँ निलेश खेलिरहेछ। कस्तो लागिरहेछ? धेरै राम्रो। तँलाई त जहिले पनि धेरै राम्रै लाग्छ होइन? अरू के लाग्छ तँलाई धेरै राम्रो बाहेक? नराम्रो लाग्छ। कतिलाई नराम्रो लाग्छ थाहा छैन। यस्तरी खेल्न सकिन्छ साथीहरू। एक्सर्साइज गर्नका लागि दुईवटा छ, एउटा यो रहेछ है, दुईवटा चाहिँ। यो खेल लागि कस्तो फिल भइरहेछ तँलाई? स्मुथ छ होइन अघिको भन्दा होइन? धेरै दामी छ यो, दामी स्मुथ खेल्दाखेरि पनि अर्कै लाग्छ कि यसमा। साथीहरू हामीले चाहिँ एउटा अर्को नयाँ चिज देख्यौँ है। यसमा चाहिँ दुबोला सेटिङ गर्नलाई यस्तो टाइपको चाहिँ इक्विपमेन्ट बनाएको रहेछ है। यो चाहिँ निलेश उता तानिरहेछ। यो चाहिँ यस्तो दुबोला सेटिङ गर्नका लागि अलिक गरुड चाहिँ हुने रहेछ। यो चाहिँ हेब्बी चाहिँ हुने रहेछ यसरी। यसो सेटिङ चाहिँ दुबोला सेटिङ गर्न लागि हो, तर चाहिँ यसमा दुबो चाहिँ खासै छैन।